नमस्कार साथीहरू, स्वागत तपाईहरुलाई हाम्रो आजको भुन्टी सिरियलको आजको भागले दर्शकको मन छोएको। आउनुहोस् अब सुरु गरौँ आजको एपिसोड रिभ्यूबाट। आजको भागको सुरुवात हुन्छ भुन्टीसँग एक केटा अप्रत्याशित रूपमा भेट हुन्छ। जोसँग भेट हुन्छ उनीसँग उनीहरू ठोकेर लड्छन्। त्यो केटा धेरै समय अगाडि भुन्टीलाई बिहे गर्नको लागि भुन्टीको घरसम्म पुगेका थिए। भुन्टीले म बिहे गर्दिन, ती केटीले बिहे गर बरु माइतीमा बस सम्म भनेका थिए। तर भुन्टीले मलाई थकाउन खोज्ने त्यही केटा पढेर आज सम्मानित भएर मनमा भुन्टीको याद भने हराएको रहेनछ। अप्रत्याशित रूपमा उनीहरूको भेट भयो, आपसमा ठोकिए फेरि भेट भयो। आज भुन्टी पहिले कि होइनन्, विवाहिता भइसके, सिन्दुर पोते लगाएकी छ। उनको अनुहारमा खुसी छैन। झोलाबाट सामान कस्ता छरिएका सामानहरू टिपेर भुन्टीले आफ्नो बाटो लाग्यो। केही सामान फेरि केटाले सँगालेर खोजेर भुन्टीलाई एकछिन पख भन्दै उनको झोलामा राखिदिन्छ। यसो भन्दा भुन्टीले मेरो पछि नलाग्नु है, मेरो परिवारले केटा मान्छे देखे भने राम्रो मान्दैन। यसो भनेपछि उक्त केटा आफूलाई स्कुल जा ढिलो भइसकेकोले आफ्नो स्कुलतिर लाग्छन् र उनलाई दिनैभरि भुन्टीको झल्कोले निराश बनाउँछ। उनको हाउभाउ र मुहार अर्कै हुन्छ। सहकर्मीले सोध्छ, आज तपाईँ किन निराश भनेर सहकर्मीले सोद्धा त्यसको प्रत्युत्तरमा केटा भन्छ, मैले बिहे गर्ने भनेकी केटी आज अर्कैको श्रीमती बनेको देखेँ। कस्तो संजोग, हामी ठोक्यौं। सहकर्मीले सोध्यो, तपाईँ बोल्नु भएन भन्दा बोल्ने मौकै पाइन। जेठानी घरमा सामान लिन गएकी भुन्टी पहिला गएकी क्या हो, अहिलेसम्म आएकी छैन भनेर कराउँदै थिइन्। त्यति बेला भुन्टी पुगेर म जस्तो सोझो मान्छेलाई अरू जस्तो नसोध्नु, मैले तरकारी ल्याएँ र फिर्ता पैसा बुझिलिनुहोस् भनेर झर्केर भनिन्। यसपछि जेठानी झन् रिसाए। घरमा भुन्टीलाई शान्ति छैन, जति बेला पनि रिस डाहा गर्ने मात्रै छन्। जेठानीले त जति बेला पनि घर छोडेर जा मात्रै भन्छन्। जेठानीबाट सान्त्वना मिले पनि नन्दबाट र सासूबाट भने उनले पहिल्यैदेखि घृणा पाइरहेका छन्। भुन्टीको ससुरा पनि गाउँबाट सहर आइपुगे। सायद लोग्नेको बेहोरा ठिक नभएको जेठानीले अपहेलन गरेको नन्दले पनि भूपेन्द्र यस्तो हुनुमा भुन्टीकै कारण भनेकाले ससुराले भुन्टीलाई भने, तिमी घर छोडेर तिमी घरमा भन्दा बाहिरै खुसी हुन सक्छौ, प्लिज बुहारी तिमी घर छोडेर जाऊ भनेर बिन्ती गरे। भुन्टी घर छोडेर जान चाहन तर ससुराको बिन्तीले बाध्य भयो। कोही बुढो श्रीमान खुट्टा ढोकेर, हे भगवान, मैले घर छाडे पनि उहाँलाई छिट्टै निको होस् भन्दै आँखाबाट आँसु झार्दै आफ्नो बाटो लाग्यो। ढोकाबाट बाहिर निस्किँदा उनको नजर कौशीतिर पर्यो। त्यहाँबाट अब भुन्टी सडकमा हुनेछन्। उनको आफन्त एउटा मितेनी बाहेक कोही छैन। उनको मर्ने र बाँच्ने टुङ्गो छैन। भुन्टीले के घर छोडेपछि त्यो केटासँग बिहे गरेर नयाँ जीवन जिउँछिन् होला त, कि एक्लै सङ्घर्ष गरेर उनले आफ्नो बाटो तय गर्छिन्? के भूपेन्द्र निको भएपछि फेरि भुन्टीलाई लिन आउँछन् त? तपाईँको के विचार छ कमेन्टमा लेख्नुहोस्। अर्को रिभ्यू हेर्न नछुटाउनु होला। हस्त, धन्यवाद।